विप्र प्रसादात् धरणी धरोहम विप्र प्रसादात् कमलावरोहम विप्र प्रसादात् अजिताजितोहम विप्र प्रसादात् मम राम नाम। आज म पापाङ्कुशा एकादशी व्रत कथा लिएर उपस्थित भइसकेको छु। जय श्री राधे, जय गोमाता। विश्व जगतमा रहेर हामीलाई हेर्नुहुने श्री राधा गोलोक बिहारी भगवानका अंश स्वरूपा सत्कर्म परायण सज्जनवृन्द धर्मरत्न युट्युब च्यानल र नवराज पराजुली फेसबुक पेजमा यहाँलाई स्वागत छ। यो पापाङ्कुशा एकादशीको व्रत बालक, युवा अथवा वृद्ध अवस्थामा कुनै पनि अवस्थामा बस्दा पापी घोर पापबाट मुक्त हुन्छ। यो एकादशीको व्रतबाट सबै पाप नष्ट हुने भएकाले मुक्ति प्राप्त हुन्छ, नरक जानबाट बचिन्छ। यो व्रतको प्रभावले पापमा अंकुश लाग्छ र व्रतीको प्रवृत्ति पुण्यमयी हुन्छ। त्यसैले यो एकादशीको पापाङ्कुशा नामले लोकमा प्रसिद्ध छ। पापरूपी हात्तीलाई अंकुशले नियन्त्रणमा लिने भएकोले यो एकादशीलाई पापाङ्कुशा एकादशी भनिएको हो। यो व्रतले माता पिता एवं स्त्री पुरुषको 10 पुस्तासम्मको पापलाई हरण गर्छ। यो दिन पद्मनाभ भगवानको श्रीहरिको पूजा गर्नाले व्रतीका सम्पूर्ण मनोकामनाहरू पूर्ण हुन्छन् र शरीरमा आरोग्यता, सुन्दरता र स्त्री धनधान्यको प्राप्ति हुन्छ। स्वर्ग जाने र मोक्षपद पाउने अवसर पाइन्छ। जितेन्द्रिय मनुष्यले चिरकालसम्म घोर तप गरेर जुन फल प्राप्त गर्छन् त्यही फल यो एकादशीले दिन्छ। यो आश्विन शुक्ल पक्षको पापाङ्कुशा एकादशी जति पवित्र अरू कुनै व्रत छैन। यो व्रत कथाको महात्म्य ब्रह्माण्ड पुराणमा उल्लेख गरिएको छ, जसमा भगवान श्रीकृष्ण र अर्जुनका बीचमा संवाद रहेको छ। सोही प्रसङ्गमा अर्जुनले भगवान कृष्णलाई प्रश्न गर्नुहुन्छ, हे जगदीश्वर, यो आश्विन महिनाको शुक्ल पक्षको एकादशीको व्रत बस्नाले के फल प्राप्त हुन्छ अथवा के लाभ हुन्छ? अर्जुनको यस्तो प्रश्न सुनेर भगवान श्रीकृष्ण भन्नुहुन्छ, हे कुन्ती नन्दन अर्जुन, यो आश्विन शुक्ल पक्षको पापाङ्कुशा एकादशीको व्रत गर्दा सम्पूर्ण पाप नष्ट हुन्छ र व्रती अक्षय पुण्यको भागी बन्छ। यो दिन इच्छित फल प्राप्तिका लागि भगवान विष्णुको पूजा गर्नुपर्छ। जे फल चाहन्छु त्यसका लागि चाहिँ भगवान विष्णुको पूजा गर्नुपर्दछ र यसका प्रभावले स्वर्ग प्राप्त हुन्छ। हे अर्जुन, यो दिन व्रत गरेर क्षीरसागरमा सुतिरहेका विष्णुलाई नमस्कार गर्दा फल प्राप्त हुन्छ र अन्त्य समयमा यमराजको ढोकामा पुग्नु पर्दैन। हे पार्थ, जो विष्णु भक्तले शिवको निन्दा गर्छ अथवा जो शिव भक्तले श्रीहरिको निन्दा गर्छ ती नरकमा जान्छन्। 1000 अश्वमेध र 100 राजसूय यज्ञले दिने फल भन्दा यो पापाङ्कुशा एकादशीले दिने फल 16 गुणा बढी छ। यो व्रत समान अरू कुनै व्रत छैन र यो व्रत समान अरू कुनै तीर्थ पनि छैन। जसले एकादशीको दिन व्रत बस्दैन ऊ सधैँ पापले घेरिएर बसेको हुन्छ। जसले अन्य एकादशीको व्रत बस्न पाएको छैन उसले यो पापाङ्कुशा एकादशीमा उपवास लिएमा अन्त्य समयमा यमराजलाई देख्नु पनि पर्दैन। यो पापाङ्कुशाको व्रत लिई उपवास बस्ने मनुष्यको मातृपक्षका 10 पुस्ता, पितृपक्षका 10 पुस्ता र स्त्री पक्षका 10 पुस्ता भगवानको रूप लिएर विष्णुलोकमा वास गर्छन्। यो व्रतको कथा यस प्रकार रहेको छ। अर्जुन, प्राचीन समयमा विन्ध्य पर्वतमा क्रोधन नामका एक शिकारी बस्थे। नाम र कर्म अनुसार पनि ऊ स्वभावैले भयङ्कर, क्रूर र झगडालु थियो। सधैँ लुटपाट, मदिरापान जस्ता दुर्व्यसनमा रमाइरहन्थ्यो। सम्पूर्ण जीवन पापै पाप कर्ममा बितायो। धर्म भन्ने उसले कहिल्यै गर्दै गरेन। उसको अन्त्य समय आयो। एक दिन अघि नै उसको मृत्यु हुने सङ्केत यमदूतहरूले दिएका थिए त्यसलाई। यो थाहा पाएर ऊ मृत्युको भयले मैले जीवनमा राम्रा केही कर्म गरेको छैन, अब अवश्य नरकमा पर्नेछु भन्ने कुरा मर्नुभन्दा एक दिन अगाडि उसलाई पछुतो भयो। ऊ मृत्युको भयले काँप्दै अङ्गिरा मुनिको आश्रममा पुग्यो र अङ्गिरा मुनिलाई भेटेर भन्न लाग्यो, हे मुनिवर, मैले आजसम्म कुनै पनि धर्म गरेको छैन। मैले पापै पाप मात्र गरेको छु। मेरो मृत्युको समय आइसकेको छ। म अवश्य नरकमा पर्नेछु। त्यसैले मलाई यो नरकबाट बच्ने कुनै उपाय छ भने बताइदिबक्सियोस् भनेर ऋषिका शरणमा पर्यो। अब ऊ भोलिपल्टै मर्दैछ। यो कुरा उसलाई थाहा भइसकेको छ। त्यस पश्चात महर्षि अङ्गिराले भन्नुभयो, उपाय छ, चिन्ता नगर। भोलि पापाङ्कुशा एकादशी हो। त्यसको विधिपूर्वक व्रत र उपवास गर, जसका प्रतापले तिम्रा सबै पाप नष्ट हुन्छन् र तिमी अन्त्यकालमा विष्णुलोक पुगेर प्रभुको चरणमा स्थान पाउनेछौ।
यो सुनेर त्यो व्यधाले भक्तिभावपूर्वक पूर्ण श्रद्धाले भोलिपल्ट पापाङ्कुशा एकादशीको व्रत गर्यो। व्रतको प्रभावले उसका सबै पाप नष्ट भए र उसलाई चाहिँ अन्त्यकालमा यमदूतको सट्टा विष्णुदूतले वैकुण्ठमा लगे। त्यसैले सम्पूर्ण पापबाट मुक्त हुनका लागि यो पापाङ्कुशा एकादशी व्रत अत्यन्त पवित्र एकादशी हो। यो पापाङ्कुशा एकादशी व्रत धारण गर्ने व्रतकर्ताले अघिल्लो दिन मध्याह्नमा एक छाक भोजन गरी शुद्ध भई बस्ने अनि भोलिपल्ट बिहान नित्यकर्मबाट निवृत्त भएर चाहिँ भगवानको चाहिँ सेवा गर्ने, पूजा अर्चना गर्ने। भोलिपल्ट बिहान स्नान आदि नित्यकर्मबाट निवृत्त भएर पूजन आरती पुष्पाञ्जली समाप्त गरेर सम्भव भएसम्म गुरुदेवलाई बोलाएर भोजन गराएर केही दान दक्षिणा दिने र पारायण गर्ने। सम्भव भएन भने भगवानको चरणोदक पान गरेर पारायण गर्नुपर्दछ। यसरी नियमित व्रत धारण गर्ने अनि सेवा गर्ने र त्यस पछाडि पारायण गर्ने गर्नुपर्दछ भन्दै सम्पूर्ण पापाङ्कुशा एकादशी व्रत कथा श्रवण गराएँ। अहिलेलाई जय श्री राधे, जय गौमाता।